हाम्रो जिन्दगीमा हरेक पल, हरेक समय, हरेक कुराको वृद्धि भइरहेको हुन्छ। एटलिस्ट मान्छेहरूले यो कुरालाई फिल गरेको हुन्छ या हुँदैन। तर हामी जब सानो हुन्छौँ नि तब हामीमा खेलाउना र खेल्ने कुरा प्राप्तिको इच्छा बढिरहेको हुन्छ। साथै हामी क्लासमा जोइन गर्छौँ। क्लास जोइन गरिसके पश्चात क्लास बढ्दै गइरहेको हुन्छ। अब जब हामी टिनेज अवस्थामा आइपुग्छौँ तब हामी राम्री राम्री केटीहरू देख्छौँ, ह्यान्डसम केटाहरू देख्छौँ। अझ विडम्बनाको कुरा त आफ्नै साथीहरूलाई प्रेमी प्रेमिकाको साथमा सँगै हिँडिरहेको देख्दा हामी माझ पनि एक प्रकारको इच्छा वृद्धि हुन्छ। हामी पनि एउटा राम्री सुन्दरी प्रेमिका बनाऊ, हामी पनि सुन्दर ह्यान्डसम प्रेमी बनाऊ, कसैको प्रेमी बन्न पाऊँ, कसैको प्रेमिका बन्न पाऊँ। यी इच्छाहरू बढ्दै जान्छन् र हामी अन्ततः विवाह पनि गर्छौँ। विवाह भइसके पश्चात हामी कसैको कुशल श्रीमान बन्छौँ, कसैको कुशल श्रीमती बन्छौँ। यसका साथसाथै हामीमा एउटा ठुलो जिम्मेवार पनि बढ्दै गइरहेको हुन्छ। अब यो अवस्थामा चाहिँ हामीले जुन प्रेमी प्रेमिकाको लाइफलाई चाहिँ थोरै परतिर सारेर हामी चाहिँ जिम्मेवारीलाई चाहिँ काँधमा लिएर अघि बढ्नुपर्ने अवस्था आइरहेको हुन्छ। साथसाथमा छोराछोरी हुन्छ। सम्बन्धकै कुरा गर्ने हो भने हामी जब सानो थियौँ, कसैको छोरा थियौँ अथवा कसैको छोरी थियौँ, छोराको हकमा हेर्ने हो भने हामी कसैको छोरा थियौँ, बाबु भयौँ, भाइ भयौँ, दाइ भयौँ, त्यस्तै कसैको कुशल प्रेमी बन्यौँ, श्रीमान बन्यौँ, अङ्कल बन्यौँ, बुबा पनि बन्यौँ। साथसाथमा ठुलो बुवा हुँदै हजुरबुवा, जिजु हजुरबुवा हुँदै यी सम्बन्धहरू बढिरहेको हुन्छ। त्यस्तै छोरीकै हकमा हेर्ने हो भने सानोमा कसैको छोरी, नानी, बहिनी, दिदी हुँदै कसैको कुशल प्रेमिका, श्रीमती, त्यस्तै आन्टी, मम्मी, ठुलो मम्मी, हजुरमुमा हुँदै यी सानो सम्बन्धहरू भने बढिरहेको हुन्छ। यी कुराहरूलाई हामी सहजताका साथ स्वीकार्छौँ। एकदम जो कोहीले पनि स्वीकार्न सक्छ। यी कुराहरूलाई सहजताको रूपमा लिन्छ। तर एउटा कुरा, कोही कसैले पनि कदापि धन सम्पत्ति पैसा जति नै भए पनि बढी भएको फिल महसुस कसैले गर्दैन। यो भिडियो जतिले पनि हेर्दै हुनुहुन्छ प्लिज कमेन्टमा आफ्नो मेन्सन गर्न नभुल्नु होला है। हजुरलाई कस्तो लाग्छ?